अपराधी व्यक्तित्व छ। यो देशमा एउटा त्यस्तो खालको पापी मान्छे छ, त्यो पापी कोही हो भने प्रचण्ड हो। त्यसैले न्यायमा चाहिँ रक्सी खाएर बोलेको हो नि क्या, रक्सी खाएर नसा खाएर मातेको जस्तो छन् होइन। यत्रो महिलाहरूलाई हक अधिकार होइन ल्याइदिने भनेको प्रचण्ड नै हो होइन। उहाँलाई यतिसम्म बोल्ने बनाइदिने भनेको प्रचण्ड नै हो होइन। यस्तो व्यक्तिलाई होइन, यस्तो व्यक्तिलाई महान भन्नु कहाँ छ होइन। बाटाहरू सही थिएन होला, मान्छेहरू गलत थिए होला, तर व्यवस्था चाहिँ परिवर्तन गरिदिएको चाहिँ प्रचण्डले नै हो नि होइन। त्यही भएर प्रचण्डलाई गलत लाउनु चाहिँ बेकार हो, किनकि उहाँले चाहिँ आफ्नो गर्ने जति गर्नुभयो नि त, यतिसम्म त गर्नुभयो बिचरा उहाँले होइन। अझ पापी हो, अपराधी हो। तपाईँको राजाहरू चाहिँ पहिला दिन रातै बलात्कार गर्थे, तिनीहरू चाहिँ पापी थिएनन् होइन। तपाईँले राजालाई चाहिँ भेट्न पाउनुहुन्थ्यो पहिला होइन। अहिले पो कान खुले, आँखा खुले उनीहरूका होइन, यसो गर्नु पर्दो रहेछ होइन। अहिले छटपटी भइरहेछ कि। त्यही भएर उहाँलाई पापी भन्नुभन्दा पहिला आफूतिर हेर्नुहोस् के फर्केर होइन। त्यही भएर कसैले नदेखेको जस्तो, कसैले नसुने जस्तो नगर्नुहोस् होइन। पापी भन्नुभन्दा पहिला आफू कस्तो थियो र आफ्नो राजा कस्तो थियो भन्ने पहिला सोध्नु न होइन। त्यही भएर यिनी महिला भनेको नसा खाएर बोलिरहेछ, नसा के, नसा खाएर होसै छैन के बोले भन्ने। त्यही भएर